नमस्ते सबैजनालाई। धेरैजनाले सोध्नुहुन्छ चाहिँ फ्याट लस कसरी गर्ने अथवा वेट कसरी घटाउने अथवा भएको वेटलाई चाहिँ कसरी मेन्टेन गर्ने भनेर धेरै प्रश्न गर्नुहुन्छ। आज म तपाईँहरूलाई चाहिँ फ्याट लस गर्नको लागि तपाईँले दिनमा कति किलो क्यालोरी खानुपर्छ आफ्नो वेट अनुसार र आफ्नो वेटलाई चाहिँ मेन्टेन गर्नको लागि चाहिँ कति किलो क्यालोरी खानुपर्छ भनेर सानो एउटा क्याल्कुलेसन्स लिएर आएको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। तपाईँको फ्याटलाई मेन्टेन गर्नको लागि प्रोटिन हामीले 1 ग्राम खायौँ भने त्यसले चाहिँ 4 किलो क्यालोरी एनर्जी दिन्छ। कार्बोहाइड्रेट हामीले 1 ग्राम खायौँ भने 4 किलो क्यालोरी दिन्छ र फ्याट 1 ग्राम खायौँ भने हामीले चिल्लो पदार्थ 9 किलो क्यालोरी दिन्छ। यदि तपाईँले चाहिँ आफ्नो वेटलाई चाहिँ मेन्टेन गर्नु छ, यदि सपोज मेरो वेट 80 केजी हो भने मैले 80 केजी भन्दा बढी बढाउनु छैन, 80 केजी भन्दा कम पनि गर्नु छैन भने मैले तपाईँले यदि तपाईँको वेट 80 केजी छ भने आफ्नो वेटलाई चाहिँ 32 ले मल्टिप्लाई गर्नुभयो भने 2560 किलो क्यालोरी चाहिँ तपाईँले दिनमा खानुपर्छ मेन्टेनेन्स गर्नको लागि डोज है। यदि तपाईँ 50 केजी हुनुहुन्छ भने 50 × 32 गर्न सक्नुहुन्छ। यदि तपाईँले वेट घटाउनु छ, फ्याट लस गर्नु छ भने यदि मेरो 2500 किलो क्यालोरी छ खानुपर्ने हो दिनमा, तर मलाई वेट घटाउनु छ भने मैले 2560 किलो क्यालोरी भन्दा दिनमा चाहिँ 500 देखि 700 किलो क्यालोरी चाहिँ कम खानु पर्यो। त्यो भनेको 1860 किलो क्यालोरी आयो। अब कति खाने त? प्रोटिन कति खाने, कार्बोहाइड्रेट्स कति खाने, फ्याट कति खाने भन्ने कुरा हामीले क्याल्कुलेसन गर्दैछौँ। प्रोटिन कति खाने यो 1860 किलो क्यालोरी बनाउनको लागि भन्दाखेरि तपाईँको बडी वेट जति छ त्यसलाई 1.7 ले मल्टिप्लाई गर्यो भने 136 ग्राम आउँछ है। कार्बोहाइड्रेट्स बडी वेट इन्टु 2 ले मल्टिप्लाई गर्ने। मेरो बडी वेट 80 हो भने 80 × 2 160 ग्राम भयो। फ्याटलाई हो भने बडी वेट इन्टु 0.9 गर्ने भने 72 ग्राम आयो मेरो वेट अनुसार चाहिँ है त। अब जति ग्राम आयो त्यसलाई तपाईँले 4 ले मल्टिप्लाई गर्नु है। प्रोटिनलाई चाहिँ 4 ले मल्टिप्लाई गर्नु पर्यो किनकि 1 ग्राम प्रोटिन भनेको 4 किलो क्यालोरी हो हैन। कार्बोहाइड्रेट्सलाई 4 ले मल्टिप्लाई गर्नु पर्यो। फ्याट भनेको 1 ग्राम फ्याट इज 9 किलो क्यालोरी हो। त्यो भनेको प्रोटिन 544 आयो, कार्बोहाइड्रेट 640 किलो क्यालोरी आयो र फ्याट यो सबै जोड्दाखेरि 1832 किलो क्यालोरी आयो। त्यसैले फ्याट लस गर्नु छ भने 80 केजीको व्यक्तिले दिनमा चाहिँ कति खानु पर्यो? 1832 किलो क्यालोरी खानु पर्यो। यदि तपाईँको वेट कति छ मलाई डीएम गर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ। त्यही अनुसार मैले तपाईँलाई डाइट प्लान बनाइदिन सक्छु। हस्, धन्यवाद।